नमस्कार। आज नेपालका प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण शास्त्रीय ढङ्गबाट जसरी एउटा औपचारिकता दिने काम भयो। यसले केही सन्देश दिन खोजेको छ र बालेन शाह खासमा अलि फरक ढङ्गले फरक टेस्टबाट फरक एउटा धारबाट अघि बढ्न चाहन्छन्। उनी जनतामा अनुभूत गराउन चाहन्छन् कि काम गर्ने उहाँको शैली अरूभन्दा अलि फरक छ। हो, हामी पनि जनता चाहिरहेका थियौँ। अबको नेतृत्वले काम गर्दा त्यो सानोभन्दा सानो काम होस् या मतलब एक फरक ढङ्गले फरक शैलीले अपनाएर काम गर्नुपर्ने एउटा चाहिँ आफ्नो खुबी उहाँले प्रस्तुत गर्नुभएको छ। यो फर्स्ट इम्प्रेसन भन्छ नि, हो शास्त्रीय ढङ्गले जसरी उहाँको शपथ ग्रहण कार्यक्रममा भयो, यो आफैमा पनि अलि सामान्य विषय भए तापनि यसले अर्थ राख्छ। हो, नेपाल हिमालको देश, नेपाल बुद्धको देश, नेपाल गरिब देश हो। यसको आफ्नो मौलिकै एउटा पहिचान बनाएर हिँडेको छ। यसरी गरिब भनिरहँदा नेपाल अन्य विकसित मुलुकहरूभन्दा गरिब नै छ, यो त यथार्थ हो। दुख्छ मन जब देश गरिब हुन्छ र त्यहाँका जनताहरू गरिब हुन्छन् र यसरी प्रवासमा आफ्नो जीविका चलाइरहनु पर्ने हुन्छ। हो, राष्ट्र गरिब व्यक्ति धनी, यो असन्तुलित यो खाडललाई पूर्ण यो नेतृत्व अघि आएको हो भन्ने मलाई लाग्छ। भ्रष्टाचारले लिप्त त्यहाँ सामान्य किसानले भ्रष्टाचार गरेको छैन, त्यहाँ सामान्य मजदुर ज्यालादारी काम गर्ने मान्छेले भ्रष्टाचार गरेको छैन। पढ लेखेका बुद्धिजीवी जान्ने हैन, जसको जुन साक्षर छन्, जसलाई विद्वता भनेर हामी मान्छौँ, तिनीहरूले गरेको यो काला करतुतले गर्दाखेरि आज मुलुक गरिबको पहिचानमा, गरिब राष्ट्रको पहिचानमा देखा परेको छ। गर्व गरौँ, बुद्धको देश हो। भिक्षुहरूलाई पनि ल्याउनु भयो र धार्मिक सन्तुलन पनि उहाँले मिलाउन खोजिरहनु भएको छ। यो देशको माटो अनुरूप, यो देशको सांस्कृतिक पहिचान अनुरूप उहाँले जो शपथ ग्रहणको प्रारम्भ गर्नुभयो, यो शुभकामना छ र उहाँको कार्यकालको म शुभकामना व्यक्त गर्न चाहन्छु। अर्को पक्ष मन्त्रीमण्डलको आकारलाई जसरी उहाँले सानो बनाउनु भएको छ, यो पनि प्रशंसनीय काम हो। बालेन शाहको नेपालको अनावश्यक अर्थतन्त्रलाई घटाएर, अनावश्यक फिजुल खर्चहरूलाई घटाएर सानोभन्दा सानो मन्त्रालय बनाएर प्रभावकारी सिट, प्रभावकारी काम, प्रभावकारी भूमिका बनाउनुपर्छ भन्ने मान्यतामा आधारित यो सन्देश पनि सकारात्मक नै छ। अर्को, पहिले धेरै जस्ता मान्छेहरू मन्त्री भन्दाखेरि के भन्थे भने गृहमन्त्रीमा सबैको आँखा ताक्थे, तर गृहमन्त्री यसपालि उहाँले हामीले नसोचेको व्यक्तित्वभन्दा या अरूले विश्लेषण गरेको भन्दा फरक व्यक्तित्वलाई उहाँले हस्तान्तरण गर्नुभएको छ। यो पनि एउटा सकारात्मक पक्ष छ र यस्तो चुनौतीपूर्ण सिचुएसनमा उहाँले मन्त्रालय दिनुभएको छ सुदन गुरुङले र यो पनि एउटा सकारात्मक पक्ष छ। र अर्को, मैले एउटा बुझ्न नसकेको कुरा के भने यो मन्त्रालय बाँडफाँडमा यो उद्योग मन्त्री, कृषि मन्त्री मन्त्रालयहरूलाई मान्छेले अलि हल्का रूपले लिने गर्ने बुझ्ने गर्छन्, तर यो बुझाइ उहाँहरूको कति अपरिपक्व छ। मेरो सुझाव के छ भने यो देशको मेरुदण्ड धान्ने कुनै शक्तिशाली मन्त्रालयहरू छन् जसलाई जनताका जनजीविकासित जोडेर हेर्न सकिने कुनै एउटा मन्त्रालयहरू छन् भने त्यो भनेको उद्योग र कृषि नै हो। तर कृषि र उद्योगलाई सित्तैमा मान्छे सानो मन्त्रालय बिना मालदारको मन्त्रालय बिना के भने तपाईँको भनेर बुझ्ने
एउटा आम मानसिकता मान्छेको बुझाइ छ। तर मेरो बुझाइ अलिक फरक छ। म के भन्न चाहन्छु भने यो देशको अर्थतन्त्रलाई जरैबाट बलियो बनाउनु छ भने कृषि र उद्योग दुईटा यति महत्त्वपूर्ण मन्त्रालय हुन् जसलाई जुनसुकैले पनि जुनसुकै व्यक्तिले पनि आफ्नो कार्यक्षमता देखाउन सक्ने, आफ्नो खुबी देखाउन सक्ने एउटा यो सेक्टर हो। अमरेश शाहको नाम प्रस्तावित गरेको थियो उद्योग मन्त्रीमा सुनेको छु मिडियामा, तर उहाँले यसलाई विषयलाई कसरी लिनु भन्नुहुन्छ यो उहाँको विषय हो। तर मेरो बुझाइमा तपाईँले मात्रै उद्योग क्षेत्रमा पुराना जीर्ण उद्योग जो हिजो सञ्चालनमा थिएनन् मात्रै तपाईँ 5 वर्षभित्र तिनीहरूलाई सञ्चालनमा ल्याइदिनुस्, तिनीमध्ये 50% काम पनि तपाईँ गरिदिनुस् भने पनि नेपालको कायापलट हुन्छ। हो, त्यसकारणले यो उद्योग मन्त्री अति नै सेन्सिटिभ यानि संवेदनशील उद्योग मन्त्रालय हो भन्ने मलाई लाग्छ।